ला 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 सेट डेन्जर बाटो छ धेरै डेन्जर बाटो छ यार आउनु आउनु गाह्रो छ यार ल गाइजहरु फाइनल्ली हामी पुगेको छैन है फेरि हामी यहाँ यस्तो गर्दैछौँ चिप्स पनि निकाल न यार खाम अब सबै थपहरू यो बाहुबलीको त्यो म्युजिक छ नि त्यो निकाल त फाइनली गाइजहरु हामी चाहिँ सबैभन्दा ठुलो झरनामा आइपुगिसक्यौँ है झरना एकदम अग्लो छ तपाईँहरूले हेर्न सक्नुहुन्छ हाम्रो जेरल ब्रदर यहाँ हुनुहुन्छ है धेरै चिसो रहेछ यार यस्तो छ है गाइजहरु हेर्न सक्नुहुन्छ हेलो गाइज तपाईहरु सबैजनालाई फेरि पनि अर्को नयाँ भ्लगमा स्वागत गर्न चाहन्छु अनि आज फेरि धेरै दिनपछि भ्लग गर्दैछु अनि आज चाहिँ चितवनको सबैभन्दा लामो झरना हामी जाँदैछौँ अनि सबैभन्दा ठुलो झरना हो अनि धेरै टाढा छ लगभग 2 घन्टा जति हिँड्नु पर्छ अरे त्यो डाँडामा पुगिसकेपछि चाहिँ अनि आज हामीसँग 4 जना छ अनि 2 जना चाहिँ पछाडि आउँदै हुनुहुन्छ अनि एउटा भाइ चाहिँ मसँग पछाडि बाइकमा बस्दै हुनुहुन्छ अनि आज चाहिँ हाम्रो घुम्न जाने ठाउँ चाहिँ झरनासम्मको यात्रा हाम्रो हुनेवाला छ त्यही हो है गाइजहरु अनि भ्लग चाहिँ अब सधैँ डेली आउनेवाला छ भन्दै पनि अब ढिलो हुन्छ कहिलेकाहीँ भ्लगहरू आउनलाई यस्तै छ अब के भन्छ नि अहिले चाहिँ हामी यो कालिका भन्ने ठाउँमा आइपुगिसकेका छौँ यहाँबाट चाहिँ अब लगभग शक्तिखोर पुग्नलाई चाहिँ 10-15 मिनट लाग्छ होला र अहिले चाहिँ हामी शक्तिखोर आइपुग्यौँ यहाँबाट चाहिँ म तपाईहरुलाई लोकेसन पनि भन्न चाहन्छु है योभन्दा अघिल्लो भ्लगहरुमा तपाईहरुले लोकेसन कता हो के हो भन्दै हुनुहुन्थ्यो अनि हामी गएको त्यो एउटा झरना जस्तो हामी ठाउँमा गएको थियौँ त्यहाँ तपाईहरुले त्यहाँको सोध्नु भएको थियो यो चाहिँ शक्तिखोर बजार हो यहाँ चाहिँ टाढीबाट भित्र पस्नु पर्छ अनि यो पुल शक्तिखोरको पुल हो है यहाँबाट चाहिँ हामी अब राइटतिर लाग्नु पर्ने हुन्छ अनि राइटतिर लागेपछि यस्तो बाटो आउँछ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँबाट हामी सिधै लाग्छौँ फेरि अनि यहाँबाट चाहिँ हामी फेरि राइट लाग्नु पर्ने हुन्छ यो पुल तर्नु पर्ने हुन्छ अनि यो बाटो चाहिँ यस्तो छ है ल फाइनल्ली गाइजहरु हामी चाहिँ अहिले सिद्धि भन्ने ठाउँमा आइपुग्यौँ हामी यहाँ एकछिन केही समय रोक्छौँ होला अनि केही सामानहरू किन्न पर्ने हुन्छ यहाँबाट ल हामीले चाहिँ अनि खानेकुराहरू पनि किनेर निस्किसकेका छौँ अब चाहिँ यहाँबाट हाम्रो अर्को बाटो लिनुपर्ने हुन्छ यहाँबाट लेफ्टतिर यहाँबाट चाहिँ अफरोड छ हैन तपाईहरु हेर्न सक्नुहुन्छ अगाडि 2 जना छन् एकदमै गाह्रो बाटो छ यहाँ त हिँड्नु न हिँड्नु के अरे खै के खै के आयो के ओ सेट पानीमा अलि बिस्तारै हाल्नु पर्यो यार त्यो पुरै भिज्यो खत्तम भयो खत्तम अब अझै स्पिड हान्ने हो हाम्रो साथीहरू पनि कम छैन भिज्यो ल गाइजहरु यहाँको भ्यूहरु यस्तो छ दामी फोटो खिच्छु है सेल्फी हो सेल्फी खिच्नु सेल्फी कहाँ आइपुगे केटाहरू कस्तो लाग्यो तपाईलाई आयो आयो
कस्तो लाग्यो अफरोडिङ यो त टायर पछि टायर चिप्लिन्छ यार यो चाहिँ केही पनि होइन अझै फोटो हान्नु त हाम्रो फोटो हान्नु त फोटो हान्नु हामी दुईजनै हान्नु हान्नु त फोटो ल अहिले राम्रो सर लेभल मिलाउनु अलि ठ्याक्कै यता ल रोक्नु है ल खिच्नु त ल केही हुन्न अलि मिलाएर यसो केही हुँदैन एडिट गर्ने है ग्राफिक्समा मिलाउँ लाग्यो भयो भयो आइसक्यो ल बस्नु त चिप्स नखाऊ है जाम 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 हिँड्नु 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 हाल्नु न हाल्नु है त्यो के डराएर हो ओ सेट जाँदैन कि क्या ओइ 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 जम्मै हिँड्नु हिँड्नु भयो तपाईँ नजानु भनेको थिएँ ए मैले त सिधै हालिदिन्छु के बस्नु न त्यहाँ गएपछि तपाईँको कपडा धुनुपर्छ अಯ್यो त्यो पानी पर लाग्यो के तान्दैन क्या यो बाइकले हे तेरिका मलाई पनि झुकायो यार ल ल ल ल सेट गाइडहरूले के गर्यो यस्तो यार थेत आया थेत सर यार खुट्टा भाँच्यो दुखेछ ठिक छ ठिक छ ठिक छ के गर्नुपर्छ पट्टिसट्टी तपाईँ ठिक छ तपाईँ राइड गर्नुहुन्छ सक्नुहुन्छ राइड गर्न यस्तोमा जेरो बजाएर दिनु नि त बिस्तारै जानु कसले सक्नुहुन्छ बिस्तारै जानु हामी तपाईँ चलाउनुहुन्छ ओके तपाईँ चलाउनु चलाउनु न त हैन हुन्छ तिमी बसेको बस अब गर्दैन तर हामी बिस्तारै जान्छौँ हुन्छ सक्नुहुन्छ नि फेरि ल बिस्तारै जानु न एक दुई जना हुन्छ धन्दै खट्टा यार पहिलो चोटी घाउ भाइ भएन तपाईँ बसौँ है सर ए मसँग बस्ने त्यसै तपाईँ तपाईँ गाईसँग बस है ओके राइड गर्नुहोस् है बबाल त्यहाँ न त्यहाँ चिप्लिँदै चिप्ली थेत उहाँबाट चिप्लेर आयो त यार पछाडि ब्रेक हात चिप्ले थेत दुखेन नि छैन तिम्रो दुखे ताक दुखे एकचोटि दुईजना हजुर चेक गर्नु न छैन केही भएन नि छैन दुखेछ नि भन्नु है बजारै थियो हल्का हल्का ओके बिस्तारै ल दुखे यार गाह्रो भयो भने भन है भाइ भाषण ल होइन थेत केटाहरूले यार ल राम्रोसँग गर्नु है खोइ त गेट डाउन गर्नु गेट डाउन गेट डाउन त अलि माथि आउनु है माथि आउनु है माथि आउनु है थेत तेरिको खतरा बाटो रहेछ यार बसौँ सर बसौँ 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 रोल ब्रोले कुदाउँछ अब मेरो बाइक तान्दैन नि त ल गेट डाउन गर्नु ताते कि बाइक मेरो पनि तात्छ तात्छ कि कस्तो त्यो टार डढे जस्तो बनाउने त नि गयो कि टायर हजुर मेरो टायर गयो कि क्या हो अनि पछाडि टायर गइसक्यो त हजुर होइन कि कस अहिले त बाङ्गा बाङ्गा गएको त त्यो बिस्तारै छ त्यो अफेर है ए तेरिका
हट्नु है ल गाइजहरू हामी त यहाँ आइपुगिसक्यौँ भाइहरू माथि जाँदैछ हेलो बाटो चाहिँ हामी चाहिँ आज धेरै माथि आयौँ बिचबाट बवाल छ नि लड्यौँ अनि बाटो कस्तो लाग्यो बाटो चाहिँ एकदम अफरोड रहेछ अनि यसरी नै हामीले दुःख गर्दै आयौँ ल ठिक छ बाटो चाहिँ लास्टै उकालो छ बाटो चाहिँ छिटो आउनु है आउनु छिटो आउनु है नत्र फेरि 2 दिन लाग्छ कोक खानुपर्छ होला अब यहाँ अलिक शीतलमा गएर खाऊँ न चप्पल लगाउनु न दाल सक्नु भएन चिप्लो हुन्छ अनि मेरो त यस्तो चिप्लो छ चप्पल ल म त यस्तो है भाइ अब यहाँबाट हामी कति घन्टा हिँड्नु पर्छ अरे 2.5 घन्टा 2.5 घन्टा गाह्रो हुँदैन हजुर चप्पल मेरो हातमा छाना यो भिडियो युट्युबमा नराख्नुहोस् है राख्ने हो नि राख्ने हो ड्यामेज हुन्छ अरे होइन तपाईँलाई झन् भाइरल बनाउने प्रेस्टिज सबै हेलो अब 2 घन्टाको यात्रामा छौँ हामी एकदमै ठिक कुरा गर्नुभयो तपाईँले इट्स टु मच हार्ड पहिलोचोटि आयो साह्रै थाक्दो रहेछ गाइजहरू साह्रै उकालो छ यस्तो ठाउँमा आइपुग्यो हामी त त्यो डाँडा कट्नु पर्यो हजुर त्यो डाँडा चाहिँ कट्नुपर्छ कुन डाँडा यो मात्रै अँ यो खानेको डाँडा काटेर जानुपर्छ त ए उता त जानु पर्दैन यही खोला त हो नि ए खोला अब यहाँबाट कति घन्टा लाग्छ खै ल हामी बिस्तारै लाग्छौँ है तपाईँलाई गाह्रो हुन्छ नि रेस्ट गर्नु हुँदैन हजुर गर्मीले हेर्नुहोस् यसरी हिँड्नु परेको छ तपाईँलाई गाह्रो भयो रेस्ट गर्नु कि छैन यहाँ छ नि घर होइन चितवनको ठाउँ ल धेरै धेरै ल बसी बुझ्दै आइहाल्छ। तपाईँको यो खानेपानी हो नि काका होइन ल गाइजहरू यहाँ गाउँ गाउँमा 5-5 रुपियाँ फाल्दै हिँड्दो रहेछ है धेरै भएर पैसा तर म टिप्दिनँ त पैसा म चाहिँ हिँडेँ पैसा नटिपिकन त्यस्तो मजा आउँछ ल गाइजहरू हालत खराब भयो हामी यहाँ कोक राम्रो हो खायौँ है। क्लिन पैसा होइन राम्रो भयो त्यो पोइजन होला फेरि हुँदैन गाह्रो हुन्छ त्यहाँ हाम्रो खानेकुराहरू त्यहाँ डल्लो परेर बसिरहेको ल ठिक छ यो त यार के हो त्यस्तो हजुर मेरो स्लिपर हजुर टेक्नोलोजी यहाँ टेक्नोलोजी टेक्नोलोजी ओके जोस ल जाउँ हामीले चाहिँ यो यसको बिर्को चाहिँ फुटाएर फाल्यो कति ल मासु जाउँ। थाहै छैन है ल गाइजहरू लास्टै उकालो रहेछ यार खुट्टाहरू दुखेर हैरान भयो जान सक्दैन कि जस्तै लागिरहेछ है तर अब बिच बाटोसम्म आइसक्यौँ बाटो यस्तो छ कि बिस्तारै हिँड्नु है गाह्रो छ बाटो साह्रै सेट गाह्रो छ गाइजहरू गाह्रो छ यस्तो बाटो हिँड्नलाई त गाह्रै हुन्छ हुन्छ ज्वरो आउँछ कि क्या यार भाइ त्यो बाहुबलीको त्यो म्युजिक छ नि त्यो निकाल त अಯ್या थाकियो है अहिलेसम्म हामी लगभग 1.5 घन्टा हिँडिसक्यौँ मेरो पछाडि ब्रदर हुनुहुन्छ लौ खत्तम यहाँ त यस्तो भएर बसेर रहेछ हेर्न सक्नुहुन्छ है तपाईँहरूले 1.5 घन्टाको यात्रापछि फेरि यस्तो बाटो आयो अब यसमा यसरी गर्नुपर्छ यसरी होइन यहाँबाट ओइ ओइ जम्प गर्नुपर्छ ल आउनुहोस् जम्प गरौँ न ल छिटो आउनु त आइया आउनु न या यो भिडियो नराख्नुहोस्
ल गाइजहरु आइया साह्रै नै तिर्खा लाग्यो पानी पनि लिएर छैन हामीले त पानीको साटो कोक खाएर छ हामी कोक आउनु न चप्पल छ के हुन छिटो आउनु ल गाइजहरु हामी यति डाँडामाथि आइसक्यौँ है तपाईहरुले हेर्न सक्नुहुन्छ हामी रेस्ट गर्दैछौँ यहाँ कता गइदिनु पर्छ यो साइड नराख्नु चाहिँ क्यामेरा ल इम्पोर्टेन्ट क्यामेरा हामी त हेत तरिका साह्रै थाक्यो यता हेर्नु सब्सक्राइब गरिदिनु भन्नु न सब्सक्राइब गरिदिनु ल गाइजहरु यो फेरि अर्को बाटो हो धेरै थाकिसक्यो हामी अघि पनि भनिसक्यौँ है यहाँबाट यस्तो भ्यू छ यहाँबाट यस्तो भ्यू हेर्न सकिन्छ ल यही हो गाइजहरु अझै पनि पुगे छैन क्या हेत तरिका ल गाइजहरु फाइनल्ली हामी पुगेको छैन है फेरि हामी यहाँ यस्तो गर्दैछौँ चिप्स पनि निकाल न यार खाम अब सबै थोकहरू खाम त्यो होइन अर्को हल्का छैन पानी खान मन लाग्छ यार अर्को छैन पानी खान मन लाग्यो गाइजहरु आया लिनु भएको त हो र यो मात्रै छ नि चाउ के हुन्न त्यो चाहिँ हामी जानु पर्ने थियो यार है तर निकाल ल गाइजहरु हामी यस्तो ठाउँमा छौँ है ल हेर्नु त हाम्रो भाइ त तल्ल पुगिसक्यो यार सेट ल आउनुहोस् बिस्तारै आउनुहोस् है ओइ यहाँ त फेरि यो धेरै खतरा छ यहाँ धेरै डेन्जरस ठाउँमा क्या ल हेर्नु त गाइजहरु हजुर असारमा फेरि आउने हेर हेर कस्तो बवाल छ ल गाइजहरु धेरै डेन्जर बाटो छ यार आउनु यहाँ त गाह्रो छ यार यस्तो रहेछ यहाँ चाहिँ गाइजहरु है तपाईँले हेर्न सक्नुहुन्छ तान्नुपर्छ पर्दैन होला सबै बलियो हुनुहुन्छ छिटो आउनु म आफै खस्यो भने के गर्नु मलाई आउनु बिस्तारै आउनु त हाइट ओइ यस्तो पार्छ गाइजहरु त फाइनली गाइजहरु हामी चाहिँ सबैभन्दा ठुलो झरनामा आइपुगिसक्यौँ है झरना एकदम अग्लो छ तपाईँले हेर्न सक्नुहुन्छ हाम्रो जेरल ब्रदर यहाँ हुनुहुन्छ है धेरै चिसो रहेछ यार यस्तो छ है गाइजहरु हेर्न सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो खाजाहरू छ अहिले चाहिँ अब यो पानी नपरेको भएर पानी सुकाइरहेछ तर यो पानी पर्ने सिजनमा चाहिँ एकदमै पानी यहाँबाट झर्झरे भन्ने सुनेको हो पानी पर्ने सिजनमा पनि हामी आउने छौँ तपाईहरुले च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला ल गाइजहरु है यहाँ चाहिँ तपाईहरुले इन्द्रेणी देख्न सक्नुहुन्छ इन्द्रेणी है यो बाहिर यो
ए यो बोतलमा क्याप छैन न त्यो हल्का हल्का मसिनो मसिनो उता आउँछ कसिङ्गार मसिनो मसिनो फोहोर आउँछ के हेर्नको लागि म आउँछु म ताला गएपछि तिमी आउनु न मको जान्नको लागि